पनि मैले भन्न सकिन तिमीलाई मेरो मुटु चोरिसक्यौ तिमीले भाकेर शरीरबाट यो आत्माले छोडेर गाछ तिमीलाई नै खोजी हिँड्छु रे मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि उडी उडी मन भाग्छ किन तिम्रैतिर हेर भन के गरौँ म मुस्कानले तिम्रो मेरो मन सारङ्गी झै आज बज्न थाल्यो भन के गरौँ म मिठो मिठो कुरा गर्न सुनु म कसरी गहिरो कालो ती आँखामा हेरे बोलु म कसरी संजोगले भन्छौ कि नियति नै तिम्रै लागि लेख्नु रहेछ यो गीत एकदम एक्साइटेड छु गेस्टहरु वेट गरिरहेको हुँदो रहेछ तर ठिकै छ लेट्स बिगिन आइ एम एक्साइटेड एकदम एक्साइटेड रोकेर रोकिँदैन माया मेरो छोडेर छुट्दैन माया मेरो रोकेर रोकिँदैन माया मेरो छोडेर छुट्दैन माया मेरो बाबरी रङ्गमा रङ्गिएर बाबरी रङ्गमा रङ्गिएर मलाई माया गर साँचो माया गर निधरीको माग झै मलाई माया गर साँचो माया गर निधरीको माग झै मलाई माया गर
फूल छरी हेर मायाको रङ्ग पहाड भरी बिरतीको भाका नाच फूल छरी बाबरी रङ्गमा रङ्गिएर बाबरी रङ्गमा रङ्गिएर मलाई माया गर साँचो माया गर निधरीको माग झै मलाई माया गर मलाई माया गर साँचो माया गर निधरीको माग झै मलाई माया गर छोरीलाई मैले दुई शब्द बोल्न भनेर छोरीले मलाई आमन्त्रण गर्नुभयो त्यसको लागि म निशा छोरीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरा आदरणीय यहाँ उपस्थित हुनुभएका हाम्रो निमन्त्रणलाई स्वीकार गरी पालिदिनुभएका विभिन्न ठाउँबाट विभिन्न प्रदेशबाट विभिन्न गाउँबाट विभिन्न सहर या सिटीबाट आउनुभएका आदरणीय महानुभावहरू यहाँहरूलाई हार्टली वेलकम धन्यवाद प्रकट गर्दै मैले इङ्ग्लिसमा त जान्दिनँ नेपालीमा बोलेको कुराहरूलाई यहाँहरूले इङ्ग्लिसमा कन्भर्ट गरेर हुन्छ या नेपालीमै हुन्छ त्यसलाई मनन गरिदिनु हुन म निवेदनसँग आग्रह गर्न चाहन्छु मैले मेरो छोराले जे चाहन्छ त्यसलाई स्वीकार गर्ने मान्छे तर राम्रो बाटोको लागि नराम्रो बाटोको लागि होइन राम्रो बाटो भने यो भूमिका निर्वाह गर्नको लागि मेरो छोरा मिस्टर दिलीप अर्याल अगाडि आइदिन म निवेदन गर्दछु अनि मेरो बुहारी सन्जु अर्याल विशेष भूमिका निर्वाह गर्ने यसमा सन्जुलाई पनि मैले आमन्त्रण गरेँ यसमा थप टेवा दिने मेरो दिदी सासू नेपालीमा भनिन्छ उहाँलाई मेरो श्रीमतीको दिदी अथवा मेरो दिदी सासू अथवा मेरो दिदी सासले दियो र अनि मेरो ज्वाइँ राजा सुभाष अधिकारीज्यू यसमा विशेष मलाई
सहयोग गर्ने, कुशललाई सहयोग गर्ने, अनुलाई सहयोग गर्ने उहाँहरू हुनुहुन्छ। उहाँलाई छोरी शिलालाई पनि मैले निमन्त्रणा गरेँ। सागर गाँधीलाई पनि निमन्त्रणा गरेँ। लगायत सम्पूर्ण यहाँहरूको चाहिँ योगदान, यहाँहरूको सहयोग, यहाँहरूको साथ भएका कारणले नै आज यो काम भएको छ। मलाई अति खुसी लागेको छ। मलाई विशेष यही समारोहमा आग्रह गर्ने एवा नेपाली शब्दमा भन्दैछु, ठेट शब्दमा बा यसो गर्न पर्यो भनेर मलाई अलिकति भए सुझाव सल्लाह दिने मेरो नाति अलि सर्याल यो भन्दै गर्दा समयको पाबन्दीले गर्दा यहाँलाई हतार भइसकेको होला। दुई शब्द भन्दैछु मैले, धेरै कुरा भन्दिनँ। चारवटा कुरा नभुल्नु होला कसैले पनि। तर मेरा छोरा र मेरा बुहारीलाई आज बुहारी छोराको लागि छोराले ल्याएको हुनाले मैले बुहारीको रूपमा स्वीकार गर्न पर्यो। तर उनी मेरो विजय लक्ष्मी हुन्, मैले छोरीको रूपमा स्वीकार गर्छु। मेरो घर छोरी प्रवेश गरेकी छन्, यो कुरा सबैले मनन गर्नु होला। र बुहारीको रूपमा कसैले पनि मनन नगर्ने हो भने जहाँ पनि जुन देशमा पनि नारीहरूको सम्मान हुनेछ। नेपालमादेखि लिएर विश्वमा दुई जात मात्रै हुनेछन्, पुरुष जात र महिला जाति। हुने छैन, यसलाई मनन गरौँ। र मैले सबभन्दा ठुलो कुरा, मैले मेरो छोरा छोरी यानि आज इन्गेजमेन्ट हुँदै गर्दा मेरो बुहारी भनौँ, जसलाई मैले मेरो छोरीको रूपमा स्वीकार गरेर लाँदैछु। तिमीहरूले के सम्झन पर्छ भने यो संसारमा यही दुईवटा कुरा ठुलाहरू मात्रै छन्। सबभन्दा ठुलो कुरो बुवा आमा, त्यसपछि गुरु, त्यसपछि मातृभूमि। यसलाई कहिल्यै नबिर्सनु। गुरु, बुवा आमा र मातृभूमि र श्रीमान र श्रीमती भनेका एक अर्काका आधा आधा हुन्, परिपूरक हुन्, अर्धाङ्गिनी। एक मोहरका दुई पाटा भने चाहिँ आधा आधा जीवन। एकले अर्कालाई अर्धाङ्गिनी र अर्धाङ्गना, अर्काले अर्धाङ्गिनी र अर्धाङ्गना भनेर स्वीकार गर्ने अवस्था हो। यो भन्दै गर्दा भोलि बिहान कुनै कार्यक्रम गर्दाखेरि यो कार्यक्रम अब आज हुन गइरहेको छ र यो भव्य र सभ्यका साथ सम्पन्न होस् र कार्यक्रम सफलताको शुभकामना साथ यहाँहरूलाई राम्रै तरिकाले सम्मान, सहयोग र विदाई गर्न पाइयोस् भन्ने हाम्रो डम्ली परिवारले अपेक्षा गरेको छ। कृपया हामीले यसलाई स्वीकार गरिदिनु हुन यहाँहरूलाई वचनबद्ध भएर आग्रह गर्दछौँ, निवेदन गर्दछौँ। हस्त धन्यवाद। म यो कुराको लागि चाहिँ केही पनि प्रिपेयर भएको चाहिँ थिएन। मेरो कुनै स्केच पनि छैन, के पनि छैन। के भन्न चाहेको सबैजना आउनु भयो, धेरै खुसी लाग्यो होइन। अब सबैजना अब साथी दिदी भाइ मम्मी सबैजना अब खुसी लाग्यो। अनु यहाँ छ। अब मेरो आजदेखि हुनेवाला अब हाम्रो घरको गृहलक्ष्मी हो। बुवाले भर्खरै भन्नु होइन है। त्यो सबैजनालाई धेरै धेरै थ्याङ्क यू है, एकदम खुसी लाग्यो। धन्यवाद। अब यसको साथसाथै चाहिँ म मम्मी, हामीहरू दुईजना मम्मीलाई पनि आएर केही वर्डहरू भनिदिन चाहन्छु। लाइक भन्नु अरूको लागि प्लिज मम्मीहरू केही फ्यु वर्ड्स भनिदिनु न हाम्रो छोराछोरीहरूको लागि। मलाई आउँदैन बोल्न है। सम्पूर्ण यहाँ उपस्थित हुनुभएका सम्पूर्ण, अब साँच्चै भन्नुपर्दा मभन्दा ठुलोले मलाई मैले सम्मान गर्छु। दाजु दिदी जो भए पनि मेरो सम्धिनीज्यूलाई यहाँ
गर्दछु मैले साथसाथै यहाँ उपस्थित सम्पूर्ण अब मेरो छोराहरू नै हुनुहुन्छ छोरीहरू सम्पूर्णलाई मैले हृदयदेखि नै माया एकदमै माया आशीर्वाद शुभ आशीर्वाद व्यक्त गर्न चाहन्छु मैले अरू धेरै त भन्दिनँ मेरो छोराको चोइसलाई म एकदमै सहस्र स्वीकार यति खुसी छु कि आज मेरो घरमा छोरी छैनन् मेरो दुईटा छोरा मात्रै हो मेरो दुईटा छोरी एउटा छोरी त अलरेडी पहिल्यै आइसकेको हो होइन उनीहरू छोरा बुहारी डेनमार्कमा छन् मेरो ठुलो छोरा र बुहारी अब मेरो यो कान्छो छोरा र बुहारी चाहिँ अस्ट्रेलियामा म अब यो खास यो कार्यक्रम मैले नेपालमा गर्न चाहेको हो अब समय परिस्थितिले गर्दा नेपाल जान नपाउने भएको हुनाले मैले यहीँ बाबुको इच्छालाई मैले छोरीको इच्छालाई स्वीकार गर्दै हामीले अब यो कार्यक्रम गऱ्यौँ अब जस्तो भए पनि सबैजनाले मेरो छोरा बुहारीलाई आशीर्वाद दिएर जानु होला म त्यही भन्न चाहन्छु सबैजनालाई अब जस्तो छ त्यस्तै अब हामी पनि भर्खर पहिलोचोटि आएको हामीलाई पनि त्यति अनुभव त छैन केही पनि तैपनि सबैजनालाई धेरै धेरै माया धेरै धेरै आशीर्वाद भन्न चाहन्छु थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच मम्मी अब चाहिँ हामी एकैछिनमा कुशल र अनुको डान्स गर्न लागि सोलो डान्स मिठो तिम्रो मुस्कानैमा
पनि ह्याप्पी 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 तिमी भए ह्याप्पी